स्वागत छ। आज फेरि हामी गोरखापत्रमा प्रकाशित लोकसेवा तयारी सामग्री लिएर आएका छौं। यो 16 असार 2082 को अङ्क हो। यसमा विभिन्न विषयका वस्तुगत प्रश्नोत्तर छन्। हामी यिनैमा केन्द्रित रहेर सरसर्ती छलफल गर्नेछौं। खास गरी अङ्कहरू मितिहरूमा ध्यान दिनेछौं। हो, यी समसामयिक जानकारीहरू निकै महत्त्वपूर्ण हुन्छन्। ल, सुरु गरौँ न त। हुन्छ। पहिलो प्रश्न नै अर्थतन्त्रसँग जोडिएको छ। राष्ट्रिय योजना आयोगको एउटा प्रतिवेदन आएको रहेछ। त्यस अनुसार आगामी 3 वर्षमा, मतलब आर्थिक वर्ष 2082-83 देखि 84-85 सम्म नेपालको आर्थिक वृद्धि दर औसतमा कति हुने अनुमान छ? यो प्रतिवेदन अनुसार औसत वृद्धि दर 7.1% पुग्ने अनुमान गरिएको छ। 7.1%? यो त निकै महत्त्वकांक्षी लक्ष्य जस्तो देखिन्छ नि, हैन त? हो त नि, तर चालु आर्थिक वर्ष भने 2078-79 को अनुमान पनि हेर्नुपर्छ। त्यसमा चाहिँ आधारभूत मूल्यमा 3.99% मात्रै छ अनि उपभोक्ता मूल्यमा चाहिँ 4.61%। ए, भनेपछि चालु वर्ष र आगामी वर्षको अनुमानमा ठूलै फरक रहेछ। हो, निकै ठूलो फरक छ। अनि अर्को कुरा, चालु आवमा कुल गारस्थ उत्पादन जीडीपी चाहिँ 61 खर्ब 7 अर्ब रुपैयाँ पुग्ने अनुमान छ। 61 खर्ब 7 अर्ब? यो त ठूलो रकम हो। 1.5 दशक अघिको तुलनामा कस्तो छ? निकै बढेको छ। आव 2067-68 मा जम्मा 15 खर्ब 59 अर्ब थियो। भनेपछि 15 वर्षमा औसत वार्षिक वृद्धि दर 4.30% जति भयो। औसतमा 4% हाराहारी। तर उतार चढाउ पनि होला नि? पक्कै। सबैभन्दा बढी त आव 2073-74 मा 8.98% पुगेको थियो अनि सबैभन्दा कम त्यो कोभिडको बेला आव 2076-77 मा 2.37% मा झरेको थियो। ए हो, प्रति व्यक्ति आए नि त्यो पनि बढेको होला? बढेको छ। 15 वर्ष अघि 818 अमेरिकी डलर थियो, अहिले 1517 डलर पुग्ने अनुमान छ। यो चाहिँ सकारात्मक नै मान्नुपर्छ। ओ, अङ्कमा त वृद्धि राम्रै देखियो। ल, अब विषय बदलौँ। केही दिवसहरूको कुरा गरौँ। अन्तर्राष्ट्रिय योग दिवस, यो त भर्खरै गयो। हो, जुन 21। यसपालिको नारा पनि राम्रो थियो, सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग। नेपालकै सन्दर्भमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण दिवस चाहिँ कहिले मनाइयो? त्यो चाहिँ असार 2 गते। यो 2071 असार 2 मा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति बनेको थियो, त्यसैले त्यही दिन मनाउन थालिएको हो। अच्छा, असार 2, ठिक छ। अब अलिकति खेलकुदतर्फ लागौँ है त। हुन्छ। UEFA नेसन्स लिग फुटबल 2025 उपाधि कसले जित्यो? पोर्चुगलले। फाइनलमा स्पेनलाई हरायो, टाइब्रेकरमा 5-3 ले। ए, पोर्चुगलले। यो उनीहरूको दोस्रो उपाधि हो क्यारे, हैन? हो, दोस्रो पटक। पहिलो पटक 2018-19 मा जितेको थियो। ल, अब एउटा अलि फरक खालको खबर। अन्तर्राष्ट्रिय राजनीति। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 12 देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको खबर छ। हो, यो खबर आएको थियो। पूर्ण प्रतिबन्ध 12 देशलाई अनि आंशिक प्रतिबन्ध 7 देशलाई। कहिलेदेखि लागू भयो यो सन् 2025 जुन 9 देखि लागू भएको हो। पूर्ण प्रतिबन्ध लाग्नेमा अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन जस्ता देश छन्। अनि आंशिकमा चाहिँ बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला परेका छन्। यो चाहिँ अब स्रोतमा आधारित जानकारी भयो। ठिकै छ। अब विज्ञान प्रविधितिर लागौँ। काठमाडौँमा एउटा सम्मेलन भएको रहेछ स्नायु विज्ञान सम्बन्धी, न्युरोकन 2। हो, यो विक्रम सम्वत 2082 असार 4 र 5 गते भएको थियो। नारा थियो स्नायु विज्ञानको विकासक्रम एवं नवप्रवर्तन। राम्रो। यसमा कुनै पुरस्कार पनि दियो कि? दियो। प्राडा डेभिड टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार प्रदान गरियो। ओके, अब फेरि अलिकति आर्थिक सहयोगको कुरा। एसियाली विकास ब्याङ्क एडीबीले नेपालको लागि नयाँ कन्ट्री पार्टनरशिप स्ट्र्याटेजी ल्याएको छ। हो, ल्याएको छ। यसको अवधि सन् 2025 देखि 2029 सम्म हो। 5 वर्षको लागि। यसको मुख्य फोकस के होला? यसले खास गरी हरित विकास, निजी क्षेत्रको संलग्नता अनि जलवायु परिवर्तन अनुकूलनमा जोड दिएको छ।
नेपालको 16औं पञ्चवर्षीय योजनासँग पनि यो मिल्छ। एडीबी र विश्व बैंक मिलेर नेपालको कुल विकास सहायताको झण्डै 70% हिस्सा ओगट्छन्। एडीबी एक्लैले यो अवधिमा करिब 2.3 अर्ब डलर सहयोग गर्ने अनुमान छ। भनेपछि यो रणनीति निकै महत्त्वपूर्ण भयो। एकदम। ल अब केही सामान्य ज्ञान जस्ता प्रश्न। 7 रिला लेक्स कहाँ पर्छ होला? खै यो त मैले नै भर्खरै देखेको। यो बुल्गेरियामा पर्छ रे। रिला माउन्टेन रेन्जमा 2100 देखि 2500 मिटरको उचाइमा 7वटा तालहरू। ए बुल्गेरियामा, रोचक। अब नेपाली साहित्यतिर नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ? यो त सुवानन्द दासलाई मानिन्छ। अनि संसारको सबैभन्दा पुरानो अन्न चाहिँ? यो चाहिँ भटमास बनिन्छ। बडमास। ल अन्त्यमा एउटा एकदमै हालैको घटना, इजरायल र इरान बीच युद्ध विराम कहिले भयो? डोनाल्ड ट्रम्पले नै पहल गरेको खबर आएको छ। ल त आज हामीले धेरै विषय छोयौं। अर्थतन्त्र, दिवस, खेलकुद, अन्तर्राष्ट्रिय राजनीति, विज्ञान, भूगोल, साहित्य अनि हालसालका घटनाक्रम। हो, एकदमै विविध जानकारीहरू समेटिए। यस्ता कुराहरूले हाम्रो वरपर के भइरहेको छ भनेर बुझ्न मद्दत गर्छन्। अर्थतन्त्रका सूचकदेखि लिएर अन्तर्राष्ट्रिय सम्बन्धका पाटाहरू सबै जोडिएका हुन्छन्। साँच्चै यी फरक लाग्ने कुराहरू कसरी एक आपसमा जोडिएका छन् भन्ने सोच्नु पनि रमाइलो हुन्छ। जस्तो त्यो यात्रा प्रतिबन्धले अर्थतन्त्रमा के असर गर्ला, वा एडीबीको रणनीतिले भविष्यको वृद्धि दरलाई कस्तो प्रभाव पार्ला, यसबारे सोच्न सकिन्छ। हो, बिल्कुल। यी सबै अन्तर्सम्बन्धित छन्। ल हुन्छ। यी प्रश्नोत्तरले समसामयिक घटनालाई राम्रै समेट्छन्। खास गरी मिति र प्रतिशत जस्ता अङ्कहरूमा ध्यान दिउँ। ठिक छ। सङ्ख्याहरूलाई कसरी पढ्ने र बुझ्ने भन्नेमा पनि ध्यान दिउँला। ल, पहिलो प्रश्न, यो ग्वारको फ्लाइओभर मुलुककै पहिलो रे, यसको उद्घाटन कहिले भयो? यो त निकै चर्चामा थियो। यसको उद्घाटन भयो विक्रम सम्वत 2082 साल असार 6 गते। असार 6 गते हो। उद्घाटन भएकै दिनदेखि सञ्चालनमा पनि आयो। ए, कति समय लाग्यो नि बनाउन? सम्झौता चाहिँ विक्रम सम्वत 2078 साल फागुन 12 गते भएको थियो। ए, 2078 फागुन 12? त्यति बेला 2 वर्षमा सक्ने लक्ष्य थियो, अलिकति ढिला भयो। जे सञ्चालनमा आयो। अब अर्को प्रश्न है त, अर्थतन्त्रतिरको। ल, एउटै आय वर्षमा एक भन्दा बढी देशमा कारोबार गर्दा कर तिर्ने व्यवस्था सम्बन्धी सम्झौतालाई के भन्छन्? यसलाई दोहोरो कर मुक्ति सम्झौता भनिन्छ। छोटकरीमा DTAA पनि भन्छन्। ए, DTA हो। यसले के गर्छ भने मान्छेले कि त कारोबार गरेको देशमा कि आफू बसेको देशमा एक ठाउँमा मात्र कर तिरे पुग्छ। ए, दोहोरो तिर्नु परेन। यो त एकदम जरुरी छ हैन, अहिले नेपालीहरू यति धेरै बाहिर जाँदा आउँदा। हो नि। ल, अब अलिकति इतिहासतिर लागौं। हुन्छ। समाजसेवी तुलसी मेहरले चलाउनु भएको थियो नि चरखा प्रचार अभियान। त्यसमा रोक लगाउने राणा प्रधानमन्त्री को थिए? त्यो बेला त भीम शमशेर थिए। भीम शमशेर हो। उहाँले त्यो अभियानलाई सायद जनचेतना फैलिन्छ भनेर खतरा देखे कि त्यसैले रोक लगाए। हुन सक्छ। अब पशुपतिनाथको कुरा। हजुर। सन्ध्याकालीन आरती अहिले त कति भिड हुन्छ। हो नि। त्यो कहिलेदेखि सुरु भएको हो? त्यो सुरु भएको विसन 2064 सालदेखि। ए, 2064 देखि? मैले त अझ पुरानो होला सोचेको थिएँ। हैन, धेरैलाई त्यस्तै लाग्छ, तर तुलनात्मक रूपमा त्यति धेरै पुरानो चाहिँ होइन रहेछ। अच्छा। ल, फेरि अर्थतन्त्रमै फर्कौं। सरकारले एसेट म्यानेजमेन्ट कम्पनी बनाउने रे घोषणा गरेको छ। के को लागि हो यो, अनि कहिलेसम्म बनाउने रे? यो खासमा ब्याङ्कहरूको नउठेको ऋण, मतलब खराब कर्जा व्यवस्थापन गर्नलाई हो। ए, अनि यो बनाउने चाहिँ आउँदो आर्थिक वर्ष आव 2082-83 सम्ममा। ए, अब 82-83 सम्ममा हो। नीति तथा कार्यक्रम र बजेट दुवैमा छ यो कुरा। राम्रो। अब केही अन्तर्राष्ट्रिय चर्चाका कुरा। सीएनएनले 2024 को साहसी खेलाडी सूचीमा एक नेपाली पर्वतारोहीलाई राखेछ। को हुनुहुन्छ उहाँ? ती हुन् पूर्णिमा श्रेष्ठ। पूर्णिमा श्रेष्ठ? कस्तो राम्रो खबर हो नि, नेपालकै लागि गर्वको कुरा। अनि नेपाल अन्तर्राष्ट्रिय मानवाधिकार चलचित्र महोत्सव भयो रे 12औं? भयो। त्यसमा नेपाली पानोरमा अवार्ड कुन चलचित्रले जित्यो? त्यो अवार्ड रेमन्यान्ट्सले जितेको हो। रेमन्यान्ट्स। ल, अर्को एउटा अन्तर्राष्ट्रिय सम्मेलन, बेजिङ 30 एसिया पेसिफिक मन्त्रीस्तरीय सम्मेलन। यो कहिले र कहाँ भयो?
यो सन् 2024 नोभेम्बर 19देखि 21सम्म। नोभेम्बर 19देखि 21, 2024। अँ। कहाँ? थाइल्याण्डको ब्याङ्ककमा। ब्याङ्ककमा। ठिक छ। अब टाइम म्यागजिनको कुरा। टाइम म्यागजिन 2024 को 100 सर्वोत्कृष्ट ठाउँको सूची निकालेछ। त्यसमा नेपालको कुन ठाउँ पर्यो? त्यो सूचीमा बर्दियाको बुरहान वाइल्डरनेस क्याम्प परेको छ। बर्दियाको? वाह, यसले त पर्यटनमा पक्कै फाइदा पुग्ला। पक्कै पनि एकदम सकारात्मक कुरा हो यो। अब अन्तिम प्रश्न, तर एकदम महत्त्वपूर्ण। खानेपानीको पहुँच। यो त आधारभूत कुरा भयो। आर्थिक सर्वेक्षण 2078-79 ले के भन्छ? 2081 फागुनसम्म कति प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी पुग्यो? अङ्क ध्यान दिएर सुनौ है। ल सुन्नुहोस्, सर्वेक्षण अनुसार आधारभूत खानेपानी सेवाको पहुँच 96.85%, 96.85% जनसङ्ख्यामा पुगेको छ। 96.85%, यो त धेरै राम्रो देखियो नि। आधारभूत पहुँचको हिसाबले राम्रो हो। तर सुरक्षित खानेपानी, जसलाई उच्च तथा मध्यम स्तरको भन्छौ नि, त्यसको पहुँच चाहिँ जम्मा 28.50%। 28.50% हो, 28.50%। ओहो, 96.85% आधारभूत पहुँच, तर सुरक्षित चाहिँ जम्मा 28.50%। यो त खाडल निकै ठुलो भयो त। एकदम। आधारभूत रूपमा पानी पुग्नु एउटा कुरा भयो, तर त्यो पानी कति सुरक्षित छ भन्ने कुराले ठुलो अर्थ राख्छ। यहाँ ठुलो चुनौती देखिन्छ। हो, गुणस्तरमा धेरै काम गर्न बाँकी रहेछ। त्यही देखायो तथ्याङ्कले। ल, आज हामीले पूर्वाधार, अर्थतन्त्र, इतिहास, संस्कृति अनि सामाजिक सूचक जस्ता विभिन्न विषयका ताजा जानकारी हेर्यौं। हो, यी फरक जस्ता लाग्ने तथ्याङ्क र घटनालाई एकै ठाउँमा राखेर हेर्दा यसले समकालीन नेपालको एउटा चित्र देखाउँछ। कस्तो चित्र देखिन्छ त? विकासका प्रयास पनि छन्, तर चुनौतीहरू पनि उत्तिकै। अनि यी सूचकहरूले भविष्य कता जाँदैछ भन्ने हल्का सङ्केत पनि दिन्छन् कि जस्तो लाग्छ। सोच्नुपर्ने कुरा छ। ल, आजलाई यति नै गरौँ है त। हुन्छ।